खै अब आफूले काम गर्न सक्ने स्थिति छैन। अब एउटा छोरा थियो त्यो पनि बाहिर कता गयो गयो थाहा भएन। सम्पर्कमा कहीँ पनि कहिले पनि आएन। 1 वर्ष भयो छोरा हराएको, 2 वर्ष भयो बुहारी हराएको। अब हामी अब बुढाबुढी बसिरहेको छु। बसेको ठाउँमा अब नाति र नातिनी भनेर बसेको, नाति पनि अब बिरामी छ। अब कसको भरमा बस्ने होला भन्नेहरू एकदमै समस्या परिरहेको छु। हातको अम्लाहरू 2टा काटिसकेको छ, 2-3टा काटिसकेको छ। अब फेरि यो अलिकति एउटा बाँकी थियो त्यो पनि काट्नुपर्छ, अपरेसन गर्नुपर्छ भनिरहेको छ। उपचार गरेको वीरस्थलमा सकि नसकि अब पैसा थिएन, न त एकैचोटि गर्नुहुन्थ्यो। पैसा छैन, पैसा नभएपछि मैले उपचार पनि लामो गरियो। छोरा बुहारी चाहिँ हराएको कति वर्ष भयो? सम्पर्कमा आएका छन् कि छैनन् केही पनि जानकारी छैन तपाईँलाई? जानकारी केही पनि छैन। अब छोरा हराएको पोहोर फागुन 28-29 गतेदेखि हराएको। अब इन्डिया जान्छु काम गर्छु भनेको थियो, त्यहाँदेखि सम्पर्कमै छैन। चैत 6 गते मङ्गलबारको दिन चाबेल गणेशथान जान्छु भनेर गएको। त्यहाँदेखि हराएको मान्छे अहिलेसम्म अटोपट्टो केही छैन। नाति नातिनी 2 जना छ। अब नाति 17 वर्षको भयो, नातिनी 10 वर्षको भयो। अब छोरा बुहारी हराए पनि अब अलिकति मन बुझाएर बसिरहेको। अब नातिको हालत पुग्लुक ढल्ने, बेहोस हुने, बेहोस पछि अलिकति होस आउँदाखेरि अगाडि आएको मान्छेहरू सबैजनालाई यो को मान्छे आएको नचिन्ने, मान्छे कोही पनि चिन्दैन। अब नातिलाई अब उसको बाउआमाको समस्याले बाउआमा नभएर टेन्सन भएको हो कि पहिला ऊ कौशीबाट लडेको थियो, उयो झ्यालबाट लडेको थियो एकपल्ट मोटरसाइकल पनि हानेको थियो। अनि त्यो बेला केही नै भएन। अब यसपालि चाहिँ त्यस्तो अवस्था निस्क्यो। अब नातिलाई पनि के उपचार गर्नुपर्ने भनेको हामीसँग पैसै छैन। नगरपालिकामा मलाई उपचार गर्ने बेला 70,000 दिएको थियो। अनि त्यहाँबाट पछि जाँदाखेरि हस्पिटल लैजाऊ, नगर हस्पिटल लैजाऊ भन्छ। नगर हस्पिटलबाट एकपल्ट मेडिकल कलेजमा लेखेर पठायो। अनि मेडिकल कलेजबाट फेरि आएर नगर हस्पिटल लगेको। फेरि अनि उता पाटन के भन्छ त्यो पाटन हस्पिटलमा लैजाऊ भन्यो। त्यहाँ जाँदाखेरि चाहिँ अलिक खर्चै नपुगेर हामी हिँडेर आउनुपर्ने अवस्थामा पुग्यौँ हामी। तपाईँको नातिको वास्तविक समस्या के हो? उपचार के गर्नुपर्ने रहेछ कि यहाँभन्दा अगाडि चेक जाँच केही गर्नुभयो? यहाँभन्दा अगाडि चेक त्यही नगरमा गरेको थियो। अनि त्यो के अब मेन्टल खोइ के हो भन्ने कुरा गरेको थियो। त्यस्तै कुराहरू गरेको थियो। त्यो पछि उहाँ पाटन हस्पिटल लगेको। त्यहाँ हामीले खर्च नपुगेर हिँडेर आउनुपर्ने अवस्थामा पुगेपछि हामीले अब त्यतिकै फर्केर आएँ। अब अहिले त सामाजिक सञ्जाल पनि सबैले चलाउँछन्, तपाईँका छोरा बुहारीहरूले पनि चलाउँछन् होला। तपाईँका यदि छोरा बुहारीले पनि यसरी यहाँ सामाजिक सञ्जालमा हेर्दै गर्नुहुन्छ, तपाईँका छोरा बुहारीलाई के भन्नुहुन्छ? उहाँहरूले अवश्य त हेर्नुहुन्छ। अब छोरा बुहारीलाई घर आऊ भन्छु म। अब छोरा अब तेरो छोरा साह्रै नै बिरामी छ, अवस्था नराम्रो खालको बिरामी छ। अब तिम्रो घर आउँछस् कि के गर्ने? अब हामी एउटा त्यो बिरामी मात्रै होइन, हामी सबैजना बिरामी भइसक्यो। बिरामी मात्रै होइन, हामी थलानै पर्ने बेला भइसक्यो। मेरो हालत त पहिलादेखि 5 वर्ष भयो म चाहिँ थलाइ नै परेको जस्तै भएको। अब यो गएको मङ्सिरमा 5 वर्ष भयो। अब त्यो भन्दा पनि बढी टेन्सन भएर टेन्सनले नै हामी थला पर्ने नै अवस्थामा पुग्यो भन्ने। अब यिनीहरू घर आउने हो कि होइन? अब तमासा हेरे हो कि? अब मलाई घर छ केही पनि चाहिएन भने हो कि? अब आमा बाउ पनि चाहिन्न, छोराछोरी पनि चाहिन्न, म कसैको मुख पनि हेर्दैन भने हो कि? अब चाहिन्छ भने आउनै पऱ्यो तुरन्तै। अब चाहिएन भनेदेखि अब उपाय नै छैन नि। हाम्रो नातिनी अब पढ्नु पनि मन गर्छ, हामीले पढाउनु नसक्ने भइरहेको छु। अब हाम्रो स्वास्थ्य के अरे हाम्रो आफ्नै स्वास्थ्यलाई पनि उपचार गर्न सकेको छैन। अब
बच्चाहरूलाई भर्ना गर्ने भर्ना फिस तिर्ने अब यस्तो अवस्थाहरू कुनै पनि हामीले गर्न सकिएन। अब हामीले काम गर्ने भनेको कुनै पनि सकेको छैन, कुनै काम पनि गर्न सकेन। मेरो यो स्वास्थ्यको उसले गर्दाखेरि अब छोराको भर भएन, बुहारीको भर भएन। अब यो बच्चाहरू दुईजना पनि आफू त अब एकता नभएर केही काम गर्न सकेन। बच्चाहरू दुईवटा पनि बर्बादै हुने भयो। अब हजुरहरूले अलिकति सहयोग गरेर हामीलाई अलिकति यसो माथि जाने ठाउँ अलिकति बाटो देखाइदिनु होला। नाति पनि बिरामी छ। अब हाम्रो आर्थिक अवस्था एकदम कमजोर छ। हजुरहरूले अब मलाई अलिकति सहयोग गर्नुपर्छ। अब सहयोग गरेन भने कि हामी एकदमै ठुलै पीडितमा छौँ हामी।